नमस्कार निजमसिंह श्रोताहरू, रेडियो कार्यक्रम आशाको जीवन लिएर म कार्यक्रम प्रस्तुता उत्तम उप्रेती सधैँ चाहिँ तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। प्रविधिमा मलाई साथ दिनलाई भाइ निराजन हुनुहुन्छ। श्रोताहरू, तपाईँहरूको माझमा हामीले यो कार्यक्रमद्वारा एकमात्र जीवित र सत्य परमेश्वरको प्रेम र उहाँको अनुग्रहको बारेमा तपाईँलाई बताउँदै आइरहेका छौँ। साँच्चै नै हाम्रो लागि वास्ता र फिक्री गर्नुहुने कोही परमेश्वर जसले हामीलाई जन्मिनुभन्दा अगाडिदेखि नै प्रेम गर्नुहुन्छ, जसले तपाईँ र मलाई बनाउनु भयो अनि सम्पूर्ण मानव जातिको सृष्टि उहाँले आदम र हब्बा एक जोडीबाट बनाउनु भयो र उहाँले मानिस जातिलाई सधैँ आफ्नो प्रेमको अँगालोमा बोलाउन चाहिराख्नु भएको छ। श्रोताहरू, तपाईँहरूलाई पनि उहाँले प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ। हामी हराएका थियौँ, उहाँले हामीलाई खोज्नुभयो। हामी परमेश्वरसँगको सम्बन्धमा टाढा थियौँ, तर उहाँको पुत्र येशू क्रिस्टले आज तपाईँ र ममा मिलापमा ल्याउनु भएको छ, मिलापको सेवामा ल्याउनु भएको छ। उहाँको पुत्रद्वारा तपाईँ र मैले त्यो प्रतिज्ञाको देश, त्यो प्रतिज्ञाको स्वर्गीय राज्यमा जान सक्दछौँ। यदि तपाईँहरूले येशू क्रिस्टलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ भने आजै विश्वास गरी परमेश्वरसँगको त्यो सम्बन्धमा तपाईँ बस्न सक्नुहुन्छ। त्यो सम्बन्ध तपाईँले पाउन सक्नुहुन्छ र उहाँबाट पाउने हरेक आशिषहरू तपाईँले पाउन सक्नुहुन्छ। त्यसैले त येशू क्रिस्टले बाइबलमा भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ र मद्वारा बाहेक कोही पनि परमेश्वरको पिता कहाँ हुन सक्दैन। त्यसैले श्रोताहरू, यदि आज हामी स्वर्गीय राज्यमा जान चाहन्छौँ, उहाँबाट पाउने त्यो आशा र त्यो शान्ति र त्यो प्रेम पाउन चाहन्छौँ भने तपाईँ र मैले येशूलाई पछ्याउनु पर्ने हुन्छ। तपाईँले उहाँलाई विश्वास गर्नुभएको छैन, पाउनुभएको छैन भने आजै तपाईँले उहाँलाई ग्रहण गर्नुहोस् र उहाँमा नयाँ जीवन पाउनुहोस् भनिकन म प्रार्थना पनि गर्दछु। श्रोता, यो कार्यक्रम इसिआर एफएम 104.2 मेगाहर्जबाट हरेक हप्ताको मङ्गलबार र बुधबार बेलुकी 7 देखि 7:30 बजेसम्म तपाईँले यसै रेडियो स्टेसनबाट सुन्न सक्नुहुन्छ। साथै तपाईँले यो कार्यक्रम विश्वको जुनसुकै ठाउँबाट पनि सुन्न सक्नुहुन्छ। यसको लागि तपाईँले www.ecrfm.org मा लगइन गर्नुपर्ने हुन्छ। श्रोता, आजको हाम्रो कार्यक्रममा विशेष अतिथिको रूपमा विशाल सुनवार ज्यूले तपाईँहरूको माझमा वचन राख्नुहुनेछ। म समय उहाँको हातमा दिँदै उहाँलाई यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। विकास सुनवारको तर्फबाट न्यानो अभिवादन, नमस्कार र इसाई श्रोताहरूमा न्यानो जयमसी व्यक्त गर्दै म तपाईँहरूको भाइ तपाईँहरूकै माझमा फेरि पनि जीवनको नौलो आशाको किरणका केही महत्त्वपूर्ण गन्थन मन्थनहरू बोकेर पुनः उपस्थित भएको छु। श्रोता, आज तपाईँहरू समक्ष म 5वटा महत्त्वपूर्ण शब्दहरूको विषयमा बाँडचुँड गर्नेछु। निश्चय यो 15 देखि 20 मिनटको समय धैर्य गरेर यी नीति वचनहरूलाई सुन्नुभयो भने तपाईँहरूलाई आफ्नो व्यक्तिगत जीवनमा परिवर्तन ल्याउन सक्नुहुनेछ। त्यति मात्र होइन, हामीले आफैलाई हामी कस्तो छौँ भन्ने कुरालाई मूल्याङ्कन गर्नलाई पनि सहज हुनेछ भन्ने मैले आशा गरेको छु। भनिन्छ नि, बोलेको बोली र हानेको गोली कहिल्यै फर्कँदैन। त्यस्तै दैनिक रूपमा हामी हजारौँ शब्दहरूको प्रयोग गर्ने गर्दछौँ। ती हामीले बोलेको शब्दहरूले कतिको जीवनमा नयाँ आशा उमङ्ग ल्याइदिन्छ, उनीहरूलाई प्रेरणा मिल्छ, उनीहरूको जीवन जिउनलाई अझ सहज र सजिलो बनेर जाँदछ र उनीहरूले आफ्नो जीवनलाई सफलतामा लाने गर्दछन्। तर त्यस्तै गरी कतिजनालाई हामीले देख्छौँ कि हामीले प्रयोग गरेको शब्दहरूले उनीहरूमा मौलाउँदै गएको आशा पनि त्यो आशाको दियो निभेको हामी पाउँदछौँ। उनीहरूमा केही गर्न नसक्ने जस्तो भएर असफलताको मार्गतिर दोहोरिँदै गरेको जस्तो हामी उनीहरूलाई देख्छौँ। या त कुनै पनि काम गर्नलाई जोस नभएको कुराहरू हामी उनीहरूलाई देख्न पाउँछौँ। त्यसैले दैनिक बोल्नुपर्ने कुराहरूमा हामीले, तपाईँ र मैले हाम्रो शब्दहरू कस्तो खालको कुराहरू प्रयोग गर्छौँ त्यसमा एकदमै ध्यान दिनु आवश्यक हुँदो रहेछ। वचनहरूमा हामीले ध्यान दिनु अति नै आवश्यक भइरहेको कुरा यो हुँदो रहेछ। केही वर्ष अगाडि
एकजना बहिनीले आत्महत्या गरिन् अनि त्यो आत्महत्याको उसको मृत्युको बारेमा छानबिन गर्नलाई प्रहरीहरू त्यो गाउँमा पुगे अनि उनीहरूले त्यहाँ सबै कुराहरू छानबिन गरे अनि अन्तमा त्यो बहिनीको मृत शरीरबाट उसको खल्तीबाट एउटा सानो चिठा निकाले। त्यो चिठामा यसरी लेखिएको थियो, तिनीहरूले भने, त्यो चिठामा तिनीहरूले भने मात्र लेखिएको थियो। अनि त्यो बहिनीको मृत्युको कारण हामीले त्यहाँबाट धेरैवटा कुराहरू अनुमान गर्न सक्छौँ। हुनसक्छ उसलाई त्यहाँका मानिसहरूले केही नराम्रा उसको चित्त दुख्ने कुराहरू भने होला, उसलाई खपि नसक्नु, सही नसक्नु, मरण तुल्य बनाउने अवस्थाको शब्दहरू पनि बोले होला। अनि ती शब्दहरूको कारणले गर्दाखेरि चाहिँ उसले आफ्नो जीवनलाई मृत्युमा परिणत गरिदिन्। त्यसैले आज तपाईँ र मैले दैनिक रूपमा बोल्ने कुराहरू, शब्दहरू कस्ता छन् अनि हामीले दैनिक रूपमा कसरी प्रयोग गर्छौँ। हामीले कहिलेकाहीँ सुन्ने गरेका छौँ गाउँघरमा एका बिहानै आफ्नो छोराछोरीहरूलाई सरापिरहेको, त्यो त मरिगए हुन्थ्यो नि, त्यो त बरु नजन्मेको भए हुन्थ्यो नि भन्ने कुराहरू हामीले दैनिक रूपमा यस्ता अपशब्दहरू बोलिरहेको हामीले सुन्छौँ। तर ती बोलेका शब्दहरूले, ती भनेका कुराहरूले अरू मान्छेहरूलाई कति असर पुर्याउँछ अनि उनीहरूलाई पनि कति गाह्रो अप्ठ्यारो पर्न जान्छ। त्यसै गरेर हामीले बोल्ने वचनको बारेमा धर्मशास्त्रमा भजन सङ्ग्रह 34 को 13 र 14 यसरी भन्दछ कि यहाँनिर यसरी लेखिएको छ, खराबीबाट फर्केर असल गर, शान्ति खोज र त्यसैकै पछि लाग, परमप्रभुको नजर। अनि 13 यसरी भन्छ, आफ्नो जिब्रोलाई खराबीबाट र असल आफ्ना ओठलाई झुट बोल्नबाट अलग राख। आज हाम्रो जीवनमा, तपाईँ र मेरो जीवनमा यो चुनौती आएको छ। हामीले हाम्रो जिब्रोलाई कसरी प्रयोग गर्ने, यसको निर्णय चाहिँ तपाईँ र मसँग नै छ। यदि हामीले हाम्रो जिब्रोलाई असल रूपमा प्रयोग गर्यौँ भने, असल शब्दहरू बोल्यौँ भने निश्चय त्यसले मान्छेहरूलाई असल कुराको निम्ति उत्साह प्रेरणा दिन्छ। अनि बाइबलले पनि हामीलाई त्यही भन्छ, खराबीबाट, आफ्नो जिब्रोलाई खराबीबाट अलग राख अनि आफ्नो ओठलाई झुटो बोल्नबाट अलग राख र खराबीबाट फर्केर असल गर अनि शान्ति खोज र त्यसकै पछि लाग। किनकि तपाईँ र मलाई बाइबलले एउटा बाटो देखाइदिएको छ। यो कुराहरू हामीले धेरैचोटि धेरै जग्गाहरूमा विभिन्न प्रकारले हामी सुन्ने गर्दछौँ। तर यो जब नीति वचनलाई हामीले लिन्छौँ, यो कुरालाई हामीले हाम्रो जीवनमा मूल्याङ्कन गर्छौँ र यसको पछि लाग्छौँ भने निश्चय यसले नयाँ बाटो अनि नयाँ मोड देखाउँदछ। मैले अघि नै पनि भनिसकेँ कि हामीले अरूलाई असल गर्ने या खराब गर्ने भन्ने कुरा हामी आफैले निर्णय गर्न सक्छौँ। यदि हामी असल मानिस हुन चाहन्छौँ भने हामीले अरूलाई असल गरेर, अरूलाई असल व्यवहारहरू बोलेर, अरूलाई सहयोगको शब्दहरू बोलेर हामीले उनीहरूलाई उत्साह पनि दिन सक्छौँ। त्यस्तै गरेर यदि हामीले अरूलाई नराम्रो चिड्याउने खालको कुरा गऱ्यौँ भनेदेखिलाई हामी समाजको अगाडि त्यस्तै खालको मानिसहरू बन्न पुग्छौँ। अनि दोस्रो कुरा चाहिँ हामीले हाम्रो समयलाई एकदमै ध्यान दिनुपर्दछ। म यो समयको बारेमा कुरा गर्दै गर्दाखेरि धर्मशास्त्रको कुरालाई तपाईँहरूलाई बताउन चाहन्छु। धर्मशास्त्रले भन्दछ कि सबै कुराको समय छ, अनि जन्मने पनि एउटा समय छ अनि मृत्यु हुने पनि एउटा समय छ। तर समयको बारेमा सबै मानिसको निम्ति, संसारभरिका मानिसको निम्ति एक दिनमा 24 घण्टाको समय छ। धनी मानिसहरूलाई धेरै, गरिबहरूलाई थोरै, अनि गोराहरूलाई धेरै, काला मानिसहरूलाई थोरै भनेर समय छुट्याइएको छैन। यो समय चाहिँ सम्पूर्ण ब्रह्माण्डभरि रहेका मानिसहरूलाई 24 घण्टाको समय दिइएको छ। अझ यसलाई युरोपियन मुलुकका मानिसहरूले त 3 भागमा बाँड्ने गर्दछन्।
8 घन्टा 8 घन्टा अनि 8 घन्टा, जसमा उनीहरूले भन्ने गर्दछन् 8 घन्टा चाहिँ काम गर्ने समय, 8 घन्टा चाहिँ मनोरञ्जन गर्ने समय अनि 8 घन्टा चाहिँ आराम गर्ने अर्थात् सुत्ने समय भनेर उनीहरूले छुट्याउँदछन्। तर यी समय 24 घन्टाको समयलाई हामीले हेर्छौँ भने 1 घन्टामा 60 मिनट, कसैलाई पनि धेरै या थोरै भनेर छुट्याइएको छैन। तर हामीले यी सबै समयलाई मान्छेले कसरी सदुपयोग गर्दैछन्, कसैले यसलाई धेरै मेहनतको साथ सदुपयोग गर्छन् र उनीहरू सफल मानिस बनेका छन् भने कसैले यही समयलाई असल प्रकारले सदुपयोग गर्न नसकेको कारण उनीहरू विफल पनि बन्न पुगेका छन्, या त समयको महत्त्वलाई नबुझेको कारण त्यही गर्दै गरेको एउटै काममा अल्मली राखेको पनि हामी पाउँदछौँ। त्यसैले तपाईँ र मैले एउटा हरेक कुरा गर्दा युवा मानिसलाई, राष्ट्रले पनि युवा मानिसलाई खोज्दछ अनि कुनै सङ्घ संस्थाले पनि युवा मानिसलाई नै आशा गर्दछ र कुनै पनि कुरा गर्नको निम्ति एउटा युवा बलको धेरै आवश्यक ठान्दछ भनेदेखि यो समयलाई पनि त्यसरी नै हामीले एउटा युवा मानिस सोचेर लिन सकेनौँ भने, अर्थात् वर्तमान समयलाई ठिक प्रकारले सदुपयोग गर्न सकेन भने हामीलाई समयले लडाइदिन्छ, अर्थात् हामीलाई समयले छोडेर समय चाहिँ हिँडिरहेको हुन्छ। अनि हामीले अर्को कुरा यो पनि बुझ्नु पर्दछ, समय पछाडि हामीले कमाएको कुराहरूमा रुपियाँ पैसाको कुराहरू, पैसा, तेस्रो कुरा चाहिँ पैसाको बारेमा कुरा गर्दाखेरि कहिले यो कुरा निश्चय टुङ्गाउनलाई धेरै गाह्रो नै पर्छ। तर मलाकीको पुस्तक 3:10 र 11 गएर हामीले पढ्छौँ भने धर्मशास्त्रमा भन्दछ कि कमाएका सबै थोकहरूबाट चाहिँ परमेश्वरलाई 10% दिनुपर्दछ भनेर भन्दछ। अनि रुपियाँ पैसाबाट पनि जुन कुराहरू, किनकि रुपियाँ पैसा चाहिँ सबै परमेश्वरबाट नै आएको हो अनि परमेश्वरलाई नै हामीले त्यसको श्रेय दिनुपर्छ, अर्थात् परमेश्वरलाई आदर गर्नुपर्दछ कमाएको थोकबाट पनि भनेर भन्दछ। तर आज हामीले हाम्रो संसारमा देख्दछौँ कि पैसालाई मानिसहरूले विभिन्न प्रकारले उनीहरूले प्रयोग गरेको हामीले पाउँदछौँ। कसैले यही पैसा प्राप्त गर्नेको निम्ति हत्या, हिंसा अनि कुलतका बाटोहरू अनि नराम्रा धेरै कुराहरू, व्यभिचारका कुराहरू, नराम्रा कुराहरू उनीहरूले जगने अपराधका कुराहरू गरेका छन् भने कसैले यही पैसालाई चाहिँ ठिक प्रकारले प्रयोग गरेको कारण उनीहरू एउटा धनाढ्य मानिसहरूमा गनिएका पनि छन्। उनीहरूले रुपियाँ पैसालाई ठिक प्रकारले चलाएको कारण एउटा ऐशको जीवन, सुख सहेलको जीवन पनि उनीहरूले यापन गरेका छन्। त्यसैले अङ्ग्रेजीमा एउटा भनाइ छ कि मनी इज समथिङ बट नट एभ्रिथिङ। त्यसै गरेर बाइबलले यहाँनिर मलाकी 3:10 यही कुराहरू भन्दछ कि परमेश्वरमा चाहिँ हामीले परमेश्वरले दिनुभएका कमाइका स्रोतहरूबाट हामीले कमाएका रुपियाँ पैसाबाट पनि हामीले परमेश्वरलाई आदर गर्नुपर्दछ। म हजुरहरूलाई पढेर यो खण्डमा पढेर सुनाइदिँदछु। यहाँ यसरी भन्दछ, सम्पूर्ण 10% ढुकुटीमा ल्याऊ ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष तिमीहरूलाई वर्षाउँछु वा वर्षाउँदैन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। 11 भन्नुहुन्छ, म तिमीहरूका अन्न बाली स्वाहा पार्ने रोग निको पारिदिनेछु र तिमीहरूका बारीमा भएका दाखमतका बोटहरूमा फल झर्ने छैनन्, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। प्रियहरू, यहाँनिर हामीले परमेश्वरको वचनबाट थाहा पाउन सक्छौँ कि यदि हामीले परमेश्वरलाई, सृष्टिकर्तालाई, जसले हामीलाई सृष्टि गर्नुभयो उहाँलाई आदर गर्न सक्यौँ भने निश्चय पनि उहाँले हामीलाई आशिषले भरिदिनुहुन्छ। अनि त्यति मात्रै होइन, जब हामीले 11 पढ्दाखेरि हामीले थाहा पाउँछौँ कि उहाँले हाम्रो अन्नबालीहरूमा स्वाहा पार्नलाई आउने किराहरू अर्थात् रोगहरू त्यसलाई पनि हटाइदिनुहुन्छ। अर्थात् हामीले गरेको मेहनतलाई
खेर जान दिनु हुँदैन। उहाँले चाहिँ हामीले गरेको मेहनतहरूलाई पनि त्यसलाई चाहिँ मेहनत अनुरूपको फल हामीलाई उहाँले दिनुहुन्छ। अनि यहाँनिर हामीले पाउँदछौँ कि यो उहाँलाई आदर कसरी गर्ने कुराहरू हामीले धर्मशास्त्रमा हेऱ्यो भने धेरै कुराहरू पाउँछौँ। जसरी आदर गर्ने क्रममा कैन र हाबिलको कथा पनि तपाईँले बलिदान चढाएको कथाहरू थाहा पाउनु भएको छ। त्यहाँ पनि बाइबलले भन्दछ, बाइबलले कैनको बलिदानलाई स्वीकार गर्नु भएन, तर परमेश्वरले हाबिलको बलिदानलाई स्वीकार गर्नुभयो। किन भन्दाखेरिलाई बाइबलले स्पष्ट भन्दछ, हाबिलले पहिले आफूलाई परमेश्वरमा समर्पण गरेको थियो, त्यस पछाडि उसले ल्याएको अन्न अर्थात् उसले ल्याएको भेडाको बोसे भागलाई परमप्रभुको अगाडि राखिदिएको थियो। जसले चाहिँ हामीलाई के सिकाउँदछ भने हामीले परमेश्वरप्रति हामीले राख्ने कुराहरू चाहिँ पहिले हाम्रो व्यक्तिगत जीवन नै हो। हामीले व्यक्तिगत जीवनलाई, हाम्रो शरीरलाई पूर्ण रूपले उहाँमा राख्छौँ भने, निश्चय हामीले समर्पण गर्छौँ भने त्यस पछाडि हामीले चढाएका कुनै पनि थोक, चाहे त्यो थोरै होस् या धेरै, या चाहे त्यो एकदम अभावबाट होस् या त प्रशस्तबाट होस्, हाम्रो पहिलो व्यक्तिगत जीवन चाहिँ, हाम्रो आफ्नै जीवन चाहिँ सम्पूर्ण रूपमा उहाँमा ग्रहण योग्य भयो भने अरू कुरा चाहिँ उहाँले सहर्ष के गर्नुहुन्छ, स्वीकार गर्नुहुन्छ, त्यसलाई चाहिँ आदर गर्नुहुन्छ। अनि यहाँ भन्दछ हाम्रो हरेक मेहनतको उहाँले कदर गर्नुहुनेछ। अनि चौथो कुरा चाहिँ सेक्स। आज पृथ्वीमा सेक्सको कारणले गर्दाखेरि पृथ्वीमा प्रत्येक दिन प्रत्येक घन्टामा ठुला ठुला जघन्य अपराधहरू सेक्सको कारणले भइरहेका हामी पाउँछौँ। बाइबलमा पनि हामीले हेर्दाखेरि योसेफको बारेमा हामीले पाउँदछौँ। योसेफलाई उसकै मालिकनीले उसलाई हष्टपुष्ट देखेको कारण उप्रति आकर्षित भएर उसलाई जौनको निम्ति आकर्षित गरेको कुराहरू पाउँछौँ। तर परमेश्वरले हामीलाई पाप नगर्नको निम्ति भनेर, पापबाट निक्ली आउनको निम्ति त्यो सहनशीलताको कुराहरू दिनुभएको छ। त्यस्तै योसेफलाई पनि परमेश्वरले त्यो सहनशीलता दिनुभएको थियो। अनि योसेफ त्यो यौनको चपेटाबाट ऊ निक्लिएको थियो। आज हामीले धेरैचोटि छोरी चेली दिदीबहिनीहरूमा हामीले देख्छौँ, उनीहरूले हाम्रो इसाई दिदीबहिनीहरूमा उनीहरूले गएर आफूलाई धेरैचोटि आफ्नो पहिरनलाई उनीहरूले हेर्ने गर्दछन्। उनीहरूले अनि बिहानै आफूमा भन्ने गर्दछन्, एम आई लुकिङ सेक्सी, अर्थात् के म चाहिँ एकदमै सुन्दरी देखिरहेको छु, अर्थात् कामुक देखिरहेको छु। हो, त्यो आफूलाई एकदम असल देखिनु, राम्रो देखिनु त एकदम असल नै कुरा हो। तर त्यो कुराले हाम्रो समाजमा, हामी बसेको वरपरको समाजमा पाच्य छ कि छैन? अनि पाच्य छैन भनेदेखिलाई त्यस्तै सानो सानो कुराहरूले समाजमा ठुला ठुला घटनाहरू, यौनजन्य घटनाहरू घटेका हामीले दैनिक रूपमा समाचारबाट पनि सुनिरहेका छौँ। त्यसैले धर्मशास्त्रमा यो यौनको बारेमा पनि धेरै कुराहरू, धेरै चर्चाहरू गर्दछ। त्यसैले हामीलाई परमेश्वरले यदि हामी यो यौनकै प्यासी रहन्छौँ भनेदेखिलाई यौनबाट चाहिँ, यौनको पापबाट बच्नको निम्ति चाहिँ हामीलाई विवाहको मार्ग देखाइएको छ। अर्थात् एउटै श्रीमती हुनुपर्ने, श्रीमतीलाई नै पहिलो प्रेम गर्नुपर्ने, यो कुराहरू, यस्ता कुराहरू धर्मशास्त्रले देखाएको छ। अनि त्यसैले आजको मलाई म यो सल्लाह दिन मन लाग्छ कि यसरी अन एयर मार्फत आजका हाम्रो इसाई दिदीबहिनीहरूले के म अरूको निम्ति, अरूलाई हेर्नमा कामुक छु भनेर आफैलाई तेर्स्याउनु भन्दा म चाहिँ परमेश्वरको निम्ति के म तयारी छु, अर्थात् परमेश्वरको वचन मेरो जीवनमा दिनदिनै मैले लिने गरेको छु, अर्थात् परमेश्वरको वचनलाई हामीले, नीति वचन मेरो जीवनमा जो कुरा सुनेको छु त्यो कुराहरूलाई मैले अप्लाई गरेको छु भन्ने कुराहरूलाई हामीले जोड दियौँ भने निश्चय यसले हाम्रो जीवनमा लाभ ल्याउनेछ। अनि अन्तिम कुरा चाहिँ असल मित्र। हामीले सुन्ने गरेका छौँ श्रोताहरू कि साथ नछोड्नु, बरु खाएको भात छोड्नु, होइन, घाँस छोड्नु तर साथ नछोड्नु। साँच्चै नै एउटा मानिस सफल हुनमा आफ्नो मित्रहरूको धेरै ठुलो हात हुँदछ। यदि असल मानिसको सङ्गत गर्यो भने त्यो मानिसको आउटपुट अर्थात् त्यो मानिसको नतिजा अर्थात् पछाडि हुने उसको बढेर आउने कुरा चाहिँ सफल अर्थात् सफल मानिसमा ऊ गनिन्दछ।
तर हाम्रो साथीत्व, हाम्रो सङ्गत चाहिँ नराम्रो मानिसहरूसँग भयो भने, नराम्रो व्यक्तित्वहरूसँग भयो भने हाम्रो सङ्गतले चाहिँ हामीलाई नराम्रो मार्गमा लैजाँदछ। त्यसैले हामीले हाम्रो साथीहरूलाई निहाल्नु पर्दछ। अर्थात् हामीले सङ्गत गरिरहेका साथीहरूको बोली वचन, आचरण, रहनसहन अनि उनीहरूले बिताउने समय, उनीहरूको यौनप्रतिको विचारहरू कस्तो छ, त्यो कुरालाई हामीले एकदमै निहाल्न आवश्यक छ। अनि एउटा हामी परिवारमा छौँ भने हामीले परिवारमा पनि परिवारलाई सठिक प्रकारले चलाउनको निम्ति, हाम्रो परिवार ठिक ठाउँमा गइरहेको छ कि छैन भन्नको निम्ति हामीले वचनबाट दैनिक रूपमा परमेश्वरलाई असल मित्र बनाउन खाँचो छ। किनकि बाइबलले यसरी भन्दछ, तिमीहरू मेरा मित्रहरू हौ। अनि मित्रहरूलाई चाहिँ जहिले पनि असल मित्रलाई चाहिँ हामीले भित्री कुराहरू बाँडचुँड गर्दछौँ, बताउँदछौँ। त्यसै परमेश्वरले पनि तपाईँ र मलाई असल मित्र बनाउनु भएको छ। उहाँले असल मित्रको दर्जा दिनुभएको कारण हामीलाई आह्वान गर्नुहुन्छ, आओ ममा चाहिँ असल कुराहरू छ, ममा चाहिँ सबै कुराको सामर्थ्य छ। जो मानिसहरूले गर्न सकेको छैनन् त्यो कुराहरू चाहिँ म गर्न सक्छु, मबाट भएको छ। मेरा वचन तिमीहरूले ल्याऊ, तिमीहरूभित्र वचन रह्यो भने, अनि एफिसी 3:20 यही कुराहरू भन्दछ, यदि तिमीहरूभित्र मेरा वचनहरू तिमीहरूभित्र रह्यो भने मेरा शक्ति अनुसार तिमीहरूले मागेको र चिताएको भन्दा अझ धेरै प्रशस्त गरी दिन सक्छु भनेर भन्नुहुन्छ। हवस् त श्रोता, आज यी 5वटा कुराहरू हामीले सुनेका छौँ। हाम्रो बोली वचन, हामीले बिताउने समय कस्तो छ, अनि हामीले हाम्रो समयलाई कसरी चलाइरहेको छौँ, हामीले दैनिक रूपमा बोलिने वचनहरू कस्तो छ, मानिसहरूलाई असर पार्नेछ कि मानिसहरूलाई लाभदायक हुने। हामी त तपाईँ र म परमेश्वरको सिर्जनाहरू हौँ, त्यसैले हामी असल बोली वचन बोल्ने मानिसहरू बनिनु पर्दछ। हामीले हाम्रो समयलाई बुद्धिमानीपूर्वक सदुपयोग गर्नुपर्दछ। अनि हामीले मित्रहरू छान्ने कुराहरूमा पनि हामी होसियारी हुनुपर्दछ। हाम्रो पछाडिको भविष्य निर्धारण गर्ने नै हाम्रो सङ्गतले निर्धारण गर्दछ। अनि हाम्रो यौनजन्य कुराहरू, यस्ता कुराहरूमा हाम्रो सोच विचारहरू कस्तो छ। हुन्छ, तपाईँहरूले यो समयसम्म, यो 20 मिनटको समय ध्यानपूर्वक सुनिदिनु भयो। म आशा गर्दछु अनि परमेश्वरसँग प्रार्थना गर्दछु, निश्चय तपाईँहरूले आजको वचनबाट, परमेश्वरको नीति वचनबाट धेरैवटा कुराहरू तपाईँले आफ्नो जीवनमा मूल्याङ्कन गर्न सक्नुहुन्छ। र हामी असल बनाउँ, असल कुराको खोजी गरौँ, सबै कुरामा हामी आफूले दोहोऱ्याउने मान्छेलाई पनि हामी असल बनाऊ। र यही शुभकामना र असल दिनको कामना गर्दै तपाईँबाट बिदा हुन चाहन्छु। सबैजनालाई ECR FM-लाई पनि धन्यवाद दिँदै, सबै सुन्ने श्रोतालाई धन्यवाद दिँदै नमस्कार, जय मसीह। राजा हाम्रो मुक्तिदाता, हाम्रो सृष्टिकर्तालाई चढाउ धन्यवाद। हाम्रो येशू राजा, हाम्रो मुक्तिदाता, हाम्रो सृष्टिकर्तालाई चढाउ धन्यवाद। प्रभु अब आउनुहुन्छ चाँडै, हामी तयार भएर बसो साथी भाइ, हामी तयार भएर बसो साथी भाइ। ख्रीष्टको वचन कति पवित्र छ, लेख बेसी गाउँ सहर सबैलाई सुनाऊ, लेख बेसी गाउँ सहर सबैलाई सुनाऊ।
येशू राजा हाम्रो मुक्तिदाता हाम्रो सृष्टिकर्तालाई चढाऊ धन्यवाद हाम्रो सृष्टिकर्तालाई चढाऊ धन्यवाद जीवन दिने हामीलाई रक्षा गर्ने हाम्रो प्रभु पितालाई चढाऊ प्रशंसा हाम्रो प्रभु पितालाई चढाऊ प्रशंसा हालेलुया आमेन भन्दै हामीले गाऊ मुरली र मादललाई बेसरी गन्काऊ मुरली र मादललाई बेसरी गन्काऊ येशू राजा हाम्रो मुक्तिदाता हाम्रो सृष्टिकर्तालाई चढाऊ धन्यवाद हाम्रो सृष्टिकर्तालाई चढाऊ धन्यवाद गरीब सबैलाई उनको वचन सुनाएर गुन्द्रुक ढेँडो खाएर बसो मिलेर गुन्द्रुक ढेँडो खाएर बसो मिलेर हाम्रो प्यारो नेपाल देश अशान्तिलाई भगाऊ शान्ति लिएर बनाऊ हाम्रो सुन्दर देश शान्ति लिएर बनाऊ हाम्रो सुन्दर देश येशू राजा हाम्रो मुक्तिदाता हाम्रो सृष्टिकर्तालाई चढाऊ धन्यवाद हाम्रो येशू राजा हाम्रो मुक्तिदाता हाम्रो सृष्टिकर्तालाई चढाऊ धन्यवाद हाम्रो सृष्टिकर्तालाई चढाऊ धन्यवाद हाम्रो सृष्टिकर्तालाई चढाऊ धन्यवाद चढाऊ धन्यवाद चढाऊ धन्यवाद। व्यस्त समयका बावजुद पनि हामीलाई आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ विशाल सुनवारजीलाई धेरै धेरै धन्यवाद। परमेश्वरले तपाईँलाई आशिष दिउन्। श्रोता, हाम्रो निर्धारित समय सकिन लागेको छ। यो कार्यक्रम तपाईँहरूलाई कस्तो लागिरहेको छ? तपाईँहरूसँग जिज्ञासा तथा सल्लाह सुझाव छ भने हामीलाई निसङ्कोच सम्पर्क गर्नुहोला। हामी आगामी दिनहरूमा यसलाई अझै पनि असल प्रोग्राम बनाएर तपाईँको माझमा प्रस्तुत गर्नलाई हामीलाई सहायता मिल्नेछ। हामीलाई तपाईँहरूलाई सम्पर्क गर्नुपरेमा मोबाइल नम्बर 9845235424 र इमेल ठेगाना आशाको जीवन 2014 @hotmail.com मा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। र तपाईँहरूले यो समयसम्म कार्यक्रम सुनेर आफ्नो प्रेम, यो कार्यक्रमप्रतिको प्रेम देखाइदिनु भयो। मलाई पुरा आशा छ तपाईँहरूले यो कार्यक्रमबाट नयाँ कुरा सिकिराख्नु भएको छ, जानिराख्नु भएको छ र परमेश्वरको प्रेममा तपाईँहरू अगाडि यसरी नै बढ्नुहोस् भनी म कामना पनि गर्दछु। प्रविधिमा सहयोग गर्ने मेरो भाइ निराजनलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। र अर्को कार्यक्रममा फेरि पनि भेटी बाचा गर्दै म कार्यक्रम प्रस्तुता उत्तमप्रति तपाईँ श्रोताहरूबाट आजलाई बिदा हुन चाहन्छु। फेरि पनि हामी अर्को हप्ता यसै समयमा यसै रेडियो स्टेसनमा भेट गर्ने छौँ। परमेश्वरले तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई आशिष दिनुभएको होस्। नमस्कार, निकै मसी।